नमस्कार। आज हामी अलिक फरक विषयमा कुरा गर्दैछौँ। दुबईमा नेपालीहरूले आफ्नो पहिलो महिना कसरी बिताउँछन्, केही अनुभवहरू हामीले हेरेका छौँ। हो, एकदमै महत्त्वपूर्ण विषय हो यो। हाम्रो आजको छलफलको खास उद्देश्य चाहिँ दुबई जाने तयारीमा रहेका वा भर्खर पुगेका नेपालीहरूले त्यो पहिलो महिनामा के कस्ता यथार्थ सामना गर्छन्, के गर्ने पर्छ अनि मानसिक रूपमा कतिको तयार हुनुपर्छ भन्ने कुरा खोतल्नु हो। सही हो। ल सुरु गरौँ। दुबईमा पहिलो पाइला टेक्दा त्यो पहिलो दिनको अनुभव कस्तो हुँदो रहेछ? हामीले हेरेको स्रोतमा त चर्को गर्मी, मान्छेको भिडभाड, भाषा फरक अनि अनुशासनको कुराले सुरुमा त अलि झस्काउँछ भनिएको छ। त्यो त हो। एयरपोर्टबाट प्राय सिधै कम्पनीले व्यवस्था गरेको आवास मतलब अकोमोडेसनमा लगिन्छ। अकोमोडेसन कस्तो हुन्छ त्यहाँको बस्ने व्यवस्था? अब सामान्यतया कस्तो हुन्छ भने एउटै कोठामा 6 देखि 8 जनासम्म बस्नुपर्ने हुनसक्छ। 6-8 जना एउटै कोठामा? बङ्क बेडहरू हुन्छन् अनि बाथरुम भान्सा पनि सबैले साझा नै प्रयोग गर्नुपर्छ। सुरुमा त निकै अप्ठ्यारो लाग्न सक्छ, तर बिस्तारै बानी पर्दै जान्छ भन्छन् धेरैले। त्यो त होला, सुरुमा त गाह्रै होला। खैर, दुबई पुग्ने बित्तिकै केही जरुरी कामहरू सिद्ध्याइहाल्नुपर्छ भनिन्छ नि, के हुन् ती खासमा? एकदम केही प्रक्रियाहरू छन् जुन तुरन्तै सुरु गर्नुपर्छ। जस्तो पहिलो त एमिरेट्स आइडी, त्यो भनेको त्यहाँको अनिवार्य परिचय पत्र जस्तै हो। त्यसको लागि बायोमेट्रिक दिनु पर्यो। बायोमेट्रिक? अनि त्यसपछि अनिवार्य मेडिकल जाँच हुन्छ, छातीको एक्सरे, रगत जाँच। अनि अर्को महत्त्वपूर्ण कुरा वर्क पर्मिट, जसलाई लेबर कार्ड पनि भन्छन्, त्यसको प्रक्रिया। लेबर कार्ड हो। अनि तलब थाप्न ब्याङ्क खाता खोल्नु पर्यो। अनि सम्पर्कको लागि स्थानीय मोबाइल सिम कार्ड त चाहियो नि। बाफरे, यति धेरै काम सुरुमै? यो सबै आफै दौडिनुपर्छ कि कम्पनीले पनि सघाउँछ? त्यो चाहिँ अब कम्पनी कस्तो छ भन्नेमा भर पर्छ। राम्रो अलि ठुलो कम्पनी छ भने उनीहरूले यी प्रक्रियामा धेरै सहयोग गर्छन् अथवा आफै पनि गरिदिन्छन्। तर कतिपय अवस्थामा चाहिँ व्यक्ति आफैले नै यताउता धाउनु पर्ने, समय निकाल्नु पर्ने हुनसक्छ। बुझियो। प्रक्रिया त छँदैछ। अरू दैनिकीमा चाहिँ कस्ता समस्याहरू आउँछन् रे सुरुका दिनमा? दुईवटा कुरा चाहिँ प्रमुख देखिन्छ। पहिलो, खानाको समस्या। धेरै नेपालीलाई सुरुमा त्यो अरबिक खाना, खास गरी मसलाहरू त्यति रुच्दैन। घरको दाल भात खुब याद आउँछ रे। होला, आफ्नो स्वाद परेपछि। अनि दोस्रो चाहिँ समय व्यवस्थापन, टाइम म्यानेजमेन्ट। प्राय कामको घण्टा लामो हुन्छ, कहिलेकाहीँ त 12 घण्टासम्मको ड्युटी। 12 घण्टा? अनि थाकेर आएपछि आराम गर्ने कि अरू केही गर्ने, समय मिलाउनै गाह्रो पर्छ। यस्तो बेला घरको परिवारको याद आउनु त त्यो त स्वाभाविक नै भयो नि। लामो ड्युटी, फरक खाना, घरको याद, यो पहिलो महिना त निकै नै चुनौतीपूर्ण हुने रहेछ। यस्तो बेलामा मनस्थितिलाई कसरी सम्हाल्ने त? वास्तवमा यो पहिलो 30 दिनलाई मानसिक समायोजनको सबैभन्दा महत्त्वपूर्ण समय मान्नुपर्छ। एकदमै क्रुसियल। आफू किन दुबई आइयो, आफ्नो लक्ष्य के हो भन्ने कुरा बेला बेला सम्झिरहनु पर्छ। आफ्नो उद्देश्य हो। त्यसले नै गाह्रो पर्दा हिम्मत दिन्छ। यो एक किसिमको परीक्षा नै हो भन्दा पनि हुन्छ। चुनौती धेरै रहेछन्, सुन्दै अलिक गाह्रो महसुस भयो। केही उपायहरू पनि छन् कि जसले यो सुरुको चरणलाई अलि सहज बनाउन सकियोस्? अवश्य छन्। स्रोतहरूले पनि केही कुरा सुझाएका छन्। मुख्यतया 4वटा कुरामा जोड दिएको पाइन्छ। के हुन् ती? पहिलो, धैर्य राख्ने, एकदमै जरुरी। सबै कुरा नौलो हुन्छ, अप्ठ्यारो लाग्नु स्वाभाविक हो, तर समय लाग्छ, बिस्तारै बानी पर्छ भनेर बुझ्नु पर्यो। धैर्यता। अनि दोस्रो, साथी बनाउने, घुलमिल हुने, सँगै काम गर्ने वा बस्ने, अरू नेपाली दाजुभाइ दिदीबहिनीसँग कुरा गर्दा, अनुभव साँड्दा निकै राहत मिल्छ, मन हल्का हुन्छ। हो नि, एक्लो महसुस हुँदैन। तेस्रो, त्यहाँको सामान्य नियम कानुन, विशेष गरी श्रम कानुनबारे अलिकति जानकारी राख्ने। आजकल त एपहरू पनि छन्, जस्तै UAE लेबर एप। त्यसबाट पनि धेरै कुरा थाहा पाउन सकिन्छ। एप पनि छ, त्यो त राम्रो भयो। अनि चौथो चाहिँ आफ्नो स्वास्थ्यको ख्याल राख्ने, खानपानमा ध्यान दिने अनि सकेसम्म पर्याप्त आराम गर्ने, सुत्ने। शरीर स्वस्थ भए मन पनि बलियो हुन्छ। साँच्चै व्यवहारिक सुझावहरू रहेछन्। धैर्य, साथी, कानुनको जानकारी र स्वास्थ्य।
अन्त्यमा यो मानसिक तयारीको कुरा आयो नि, यो कति महत्त्वपूर्ण रहेछ। बाहिरबाट हेर्दा त दुवै एकदम चम्किलो आकर्षक देखिन्छ। हो, त्यो बाहिरको चमक एकातिर छ, तर भित्र कामदारको जीवनको यथार्थ अलि फरक हुन्छ। जीवन एकदमै तालिकाबद्ध, कडा अनि शारीरिक र मानसिक दुवै रूपमा थकाउने खालको हुन्छ प्राय। त्यसो भए त त्यसैले मानसिक तयारी सबभन्दा महत्त्वपूर्ण हो। पहिलो 30 दिन कस्तो जान्छ भन्ने कुराले दुवै बसाइप्रतिको पुरै दृष्टिकोण बनाउन सक्छ। सुरुमै आत्मबल एकदम बलियो राख्नुपर्छ, वास्तविकतालाई स्वीकार्न तयार हुनुपर्छ अनि सकारात्मक सोच राख्नु एकदमै जरुरी छ। आजको कुराकानीबाट के बुझियो भने दुबईमा त्यो पहिलो महिना चुनौती र अवसर दुवैले भरिएको हुँदो रहेछ। आवश्यक प्रक्रिया पूरा गर्नु, त्यहाँको परिवेशमा घुलमिलो हुन सिक्नु र सबभन्दा बढी त मानसिक रूपमा तयार रहनु नै मुख्य कुरा देखियो। एकदम। अनि ती सुझावहरू धैर्य राख्ने, साथी बनाउने, कानुनबारे जान्ने र स्वास्थ्यको ख्याल गर्ने यी निकै आधारभूत तर एकदमै प्रभावकारी कुरा हुन्। यिनले नयाँ जानेहरूलाई सुरुवाती अलमल र गल्तीबाट जोगिन पक्कै मद्दत गर्छन्। यी सबै कुराहरू केलाउँदै जाँदा मेरो मनमा एउटा प्रश्न आयो के, यो 30 दिनको सुरुवाती समायोजन अवधि सकिएपछि चाहिँ दुवैको जीवन कस्तो हुँदो? त्यो पहिलो अलि गाह्रो चरण पार गरेपछि अनुभवहरूमा कस्तो परिवर्तन आउँछ होला? सायद यो पनि खोजीको अर्को चाखलाग्दो विषय हुन सक्छ है। हो, पक्कै पनि। त्यो अर्को चरणको कथा फेरि फरक होला।